प्रधानमन्त्रीले राष्ट्रपतिलाई नै किन दिएनन् बाल बल्ल बाहिरियो कुरोको चुरो बालेनको वाकआउट कि राष्ट्रपतिको नकआउट चर्चित अधिवक्ताले अन्तर्राष्ट्रिय अभ्यास सहित गरे खरो विश्लेषण संसदको अपमान भयो भन्नेहरूलाई समेत बनाइदिए हेरेको हेरै आशा जगाउने नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नपाएपछि रन्थनिए विरोधीहरू बालेनको दारीदेखि चस्मालाई बनाए निशाना इतिहासमै पहिलो पटक प्रधानमन्त्रीले आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा संसदबाट सुटुक्क वाकआउट गरे तर किन के यो असभ्यता थियो कि कानून विपरीत राज्यको ढुकुटी दोहन गर्ने शीतल निवासमाथि बालवाटारले हानेको इतिहासकै सबैभन्दा कडा नकआउट पञ्च यो भित्री कथा आज तपाईले बुझ्नै पर्छ। संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै थिए। बालेन सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कुनै परम्परागत दस्तावेज होइन। 7% आर्थिक वृद्धिको लक्ष्य 30 दिनभित्रै काम सक्ने लगानी एक्सप्रेस डिजिटल नेपाल असारे विकासको अन्त्य गर्ने 0 दिन खरिद नीति 10,000 विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एआई र सूचना प्रविधिलाई राष्ट्रिय उद्योग बनाउने सम्मका अत्यन्तै महत्वाकांक्षी र गेम चेन्जर योजनाहरू यसमा छन्। नीतिमा खोट लगाउने ठाउँ कतै नपाएपछि रन्थनिएका विपक्षीहरूले प्रधानमन्त्री बालेनको दारी र चस्मालाई निशाना बनाए तर प्रधानमन्त्री बालेन बैठक छोडेर हिँड्नुको चुरो कुरो न त दारीमा थियो न चस्मामा। नीति तथा कार्यक्रम बालेन सरकारकै थियो, भिजन र योजना प्रधानमन्त्रीकै थियो तर जब राष्ट्रपतिले त्यसलाई वाचन गरिरहेका थिए प्रधानमन्त्री बालेन उठेर बाहिरिए। चर्चित अधिवक्ता स्वागत नेपालको खरो विश्लेषण सुन्ने हो भने वास्तविकता अर्कै छ। यो कुनै अपमान थिएन, यो त राज्यको ढुकुटी माथिको दोहन विरुद्ध प्रधानमन्त्रीको शून्य सहनशीलता थियो। एकातिर बालेन सरकारले उच्च पदस्थको सम्पत्ति सार्वजनिक गर्ने र सुशासन कायम गर्ने कडा नीति ल्याएको छ तर अर्कोतिर त्यही नीति वाचन गर्ने राष्ट्रपतिले आफ्नै व्यक्तिगत उपचारका लागि राज्यको ढुकुटीबाट अनैतिक रूपमा लाखौं रकम लिएका छन्। यहाँ देखिएको कुरा एउटा हो तर नदेखिएको पाटो अझै गहिरो छ। सबैभन्दा ठूलो प्रश्न के हो भने आफ्नै उपचार खर्चमा राज्यको ढुकुटी रित्याउने नैतिकता गुमाएको नेतृत्वले सुशासनको दस्तावेज पढिरहँदा देशको कार्यकारी प्रमुखले कसरी ताली बजाएर समर्थन गर्न सक्छन्? भनिएको कुरा र भएको व्यवहार बीचको दूरी यहीँबाट सुरु हुन्छ। बालेनको यो वाकआउटले एउटा प्रष्ट सन्देश दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भ्रष्टाचारी वा राज्यको दोहन गर्ने जो कोहीसँग एउटै मञ्चमा बस्न तयार छैनन्, चाहे त्यो देशको राष्ट्राध्यक्ष नै किन नहोस्। इतिहास साक्षी छ